अन्डा चाउमिनको रेसिपी भन्नु गइरहेको छु। तेल हाल्ने, तेलपछि हाम्रो बोइल गरेको चना हाल्ने, चनापछि गाजर, बन्दा, सिमरा मिर्च, प्याज हाल्ने र यसलाई मजाले लो ग्यासमा फ्राई गर्ने। हाई ग्यासमा चाहिँ फ्राई गर्नु हुँदैन। यति फ्राई गरिसकेपछि हाम्रो चाउमिन हाल्ने। चाउमिनपछि आफ्नो स्वाद अनुसारको नुन हाल्ने, अजिना हाल्ने। अजिनापछि हाम्रो जिरा पाउडर भयो। जिरा पाउडरपछि धनिया हाल्ने र हाम्रो अर्को सेपरेट मसला रहेको छ। सेपरेट मसलाको चाहिँ नाम अलिक भन्नु मिल्दैन। यति हालिसकेपछि आफ्नो स्वाद अनुसारको भेनेगर हाल्ने। धेरै भेनेगर युज गर्नु हुँदैन। भेनेगर पछि हाम्रो सोया सस हाल्ने कलर निकाल्नुको लागि। यति सबै हालिसकेपछि यसलाई लो ग्यासमा मजाले फ्राई गर्ने। मजाले फ्राई गरिसकेपछि सबै मसलाहरू मिक्स हुन्छ र टेस्टी पनि हुन्छ। यति फ्राई गरिसकेपछि हाम्रो चाउमिन रेडी भइसक्यो, अन्डा चाउमिन। र मेरो छोटो मिठो भिडियोलाई सबैजनाले माया गरिदिनु होला, कपी लिङ्क सेयर गरिदिनु होला, सब्सक्राइब पनि गरिदिनु होला र सबैजनालाई मेरो नमस्कार छ।